नमस्ते सबैलाई, म इन्द्र रावल। आज राजा र नेताको बारेमा कुरा गर्न जाँदैछु। धेरै राजाले देशलाई हेर्छ कि नेताले देशलाई हेर्छ भन्ने बारेमा कुरा गर्दछु। राजा आएपछि विकास हुन्छ हुँदैन त्यो त मलाई थाहा छैन होइन, तर मान्छेमा एकता चाहिँ भइरहेको छ। किनभने चाहिँ जति राजाले देशलाई मान्छन्, माया गर्छन्, त्यति नेताले चाहिँ गर्दैनन्। अस्ति भर्खर जेन्जी आन्दोलनमा जुन दिन त्यो त्यत्रो मान्छे मरे, केपी ओलीले त्यो के गरे, केही यस्तो भयो उस्तो भयो भनेर केही पनि भनेन। उल्टो के भन्छन् भनेपछि हामी रिटर्न आउनेछौँ, हामी यो कानुन मान्ने छैनौँ भनेर, यो प्रधानमन्त्रीको केही पनि कुरा मान्ने छैनौँ भनेर उल्टा थर्काउन लाग्छन्। थाहा छ कि नै? मतलब कि अझ उठ्न खोज्न लाग्छन्। देशको माया छैन, त्यो जनता मरे, युवा मरे, त्यसको माया छैन। अझ हामी आउँछौँ, हामी पार्टी बनाउँछौँ भन्ने कुरा गर्छन्। यस्ता मुजी नेतालाई राख्ने हो त? जय नेपाल।